गजल गंगा। हामीले फेरि आरम्भ गरिसकेका छौं आजको गजल गंगाबाट पनि। कार्यक्रम संयोजक ललिजन रावल, प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल, तपाईँ सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौं। आजको श्रृंखलामा रेडियो नेपालको स्टुडियोसम्म आएर केही गजल स्रष्टाहरूले आफ्ना डायरीहरूबाट निकालेर आफ्ना केही गजलहरू रेकर्ड गराउनु भएको छ। आफ्नो गजल रेकर्ड गराउने क्रममा रेडियो नेपालको स्टुडियोसम्म आइपुग्नुभयो प्रकाश अर्याल। प्रकाश अर्यालको स्थायी ठेगाना नलाङ 7 बैरेनी धादिङ हो। हाल पानीपत हरियाणा भारतमा इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ। हामी अब अगाडिको आवाज सुन्छौं प्रकाश अर्यालको। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। हजुर त बच्चा जस्तो झगडा पो गर्नुहुन्छ, आफ्नै दाजुभाइ बीच ज्वाला किन त्यत्रो ठुलो। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। दिनभरि काम गर्ने ज्यामी भकै मर्छन् यहाँ, हजुर चाहिँ सुत्ता पनि ज्याला किन त्यत्रो ठुलो। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। गर्न सक्ने कुरा मात्रै भाषणमा गर्दा हुन्न, आशले बनेको त्यो भाला किन त्यत्रो ठुलो। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। हजुरले संविधान क्वाप्पै खानु भएको रे त, होइन भने पेटमा मात्रै छाला किन त्यत्रो ठुलो। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। कि त ब्याउनु के वकाल्नु भुँडीको त्यो चिज, नौटंकी त्यो गाई जात्रे चाला किन त्यत्रो ठुलो। ए अंकल हजुरको गाला किन त्यत्रो ठुलो, काँदा माने नअटिने माला किन त्यत्रो ठुलो। शब्द जम्मा गरी खारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। माया भूल भुलैया र व्यस्तताले कहाँ हुन्छ, माया भूल भुलैया र व्यस्तताले कहाँ हुन्छ, आफ्नो भन्नेले नै मन मारे पो गजल बन्छ। शब्द जम्मा गरी खारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। महल्लामा बसेर त बन्दैन यो विधा कहिल्यै, मरुभूमिमा पाइला सारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। हाँसी मजाक खेलबाड र ठट्टा होइन विचार गर्नु, साँच्चै पीडा अनि आँसु झारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। यत्र तत्र चम्केकाले कहाँ लेख्छन् यस्ता कुरा, दैव शत्रु भाग्य नै बिगारे पो गजल बन्छ, शब्द जम्मा गरी खारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। टन्न पेट अगाउँदा फुट्दैन यो ख्याल राखे, भोकै पूरा दिन टारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ। पंछी बनी गगन चुम्ने पखेटेलाई के थाहा, गोरेटोमा काँडे तार बारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ, शब्द जम्मा गरी खारे पो गजल बन्छ। साँच्चै भन्दा यो विधामा मर्म पीडा हुनुपर्छ, जिन्दगीले उचालेर पछारे पो गजल बन्छ, पिरतीको लीलाबाट हारे पो गजल बन्छ, शब्द जम्मा गरी खारे पो गजल बन्छ। गणेश हिमाल मुस्कुराउने त्यही त हो नि हाम्रो दादिङ, गणेश हिमाल मुस्कुराउने त्यही त हो नि हाम्रो दादिङ, डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ। लाली गुराँस फुल्छन् यहाँ, मौरीहरू डुल्छन् यहाँ, दुनियाँलाई मह चखाउने त्यही त हो नि हाम्रो दादिङ, डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ। सबै जाति धर्म मिली टाकटुकेर गिर खेल्छन्, सजाय लाखे नचाउने त्यही त हो नि हाम्रो दादिङ, डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ।
सिद्धेश्वर विराजमान हुनुहुन्थ्यो त्यही ठाउँमा इतिहासले बताउने त्यही त हो नि हाम्रो दादिङ डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ प्रकृतिको सुन्दरताले सजिएको फुलबारी हो घुम्दा कोही नअगाउने त्यही त हो नि हाम्रो दादिङ डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ गणेश हिमाल मुस्कुराउने त्यही त हो नि हाम्रो दादिङ सल्यान टारा फाँटा राम्रो ढोला मैछ जात्रा हाम्रो जुरे गुरु जुदाउने त्यही त हो नि हाम्रो दादिङ डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ गणेश हिमाल मुस्कुराउने त्यही त हो नि हाम्रो दादिङ आफ्नै पौरख देखाउने विश्वमा नाम लेखाउने बाहुन बाजा बजाउने त्यही त हो नि हाम्रो दादिङ गणेश हिमाल मुस्कुराउने त्यही त हो नि हाम्रो दादिङ डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ डाँफे नाच्दै जिउ मर्काउने त्यही त हो नि हाम्रो दादिङ ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे जलेर यो संसार नै मरुभूमि जस्तै भाछ घरै भित्र विषबोट सार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे ठुले कान्छे सँगसँगै एकै थाली समाउँथ्यौं भाइ अंश भन्दै फार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे आफ्नो गाउँ प्यारो ठाउँ उचा गर भन्नुहुन्थ्यो गाउँ त्यागी च्यात्तै माया मार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे आशीर्वाद अर्थी बुद्धि झल्कँदैछ ऐना बनी हली बनी हल गोरु नार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे नाके फुली काने झुम्की आपतमा गाल्नु भन्थिन् लम्बरी त्यो सुन पनि खार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे भित्री पीडा लुकाएर हाँस्दै रहेछु आज पनि परदेशमा खुशी व्यर्थ टार्नु पर्दा आमा सम्झे अनायासै जिन्दगीमा हार्नु पर्दा आमा सम्झे ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे ढुङ्गा माटो पेली तेल झार्नु पर्दा आमा सम्झे नलाङ साथ बैरिन धादिङ स्थायी घर हाल पानीपत हरियाणा भारतमा इन्जिनियरिङ पढिराख्नुभएका गजल स्रष्टा प्रकाश अर्यालको आफ्नै गजल वाचन यहाँनिर प्रस्तुत गर्यौं। रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो प्रकाश अर्याल र आफ्ना केही गजल रेकर्ड गराउनुभयो। धेरै 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 धन्यवाद दिन्छौं र आभार व्यक्त गर्छौं स्रष्टा प्रकाश अर्याल प्रति। र आगामी दिनहरूमा उहाँले थुप्रै आफ्ना कृतिहरू निकाल्ने तयारीमा पनि रहनु भएको छ। यसको लागि पनि अग्रिम शुभकामना गजलगंगाको तर्फबाट। गजलगंगा हो यो रेडियो नेपालको राष्ट्रिय प्रसारण। हाम्रा मिडियम वेबका फ्रिक्वेन्सीहरू धरान, धनकुटा, दिपायल, सुर्खेत, काठमाडौँ अनि पोखराबाट सुनिराख्नु भएको छ भने हाम्रो एफएम रेडियो स्टेशनहरू 98.1 र 103 मेगाहर्ज अनि इन्टरनेट अनलाइन www.radionepal.gov.np मार्फत संसारभर सुन्न सक्ने व्यवस्था छ। सुनिरहनु